Hello everyone, namaste and welcome back to my channel. अनि आज चाहिँ म छु एकैछिन खेर मेरो साथमा हुनुहुन्छ विकास खनाल हैन. सो गाइज आज चाहिँ हामी जाँदैछौँ ल्याङ्ली सेन्टर अनि भर्खरै मैले नयाँ काम पाएको छु अनि त्यसको लागि आज ट्रेनिङ सेसन छ. त्यसको लागि म अनि साथमा हाम्रो विकास दाइ जाँदै हुनुहुन्छ. सो दाइ आज तपाईँको ट्रेनिङ सेसनको लागि तपाईँ कतिको एक्साइटेड हुनुहुन्छ? हाउ द जोस? म त के ट्रेनिङ हो, म त घुम्न लाग्ने यसो आज छुट्टी भएको छैन। ल चाहिँ यो चाहिँ सेकेन्ड राम के दाइले चाहिँ यो कुराहरू चाहिँ भन्नु भन्नु मिल्दैन। मिल्दैन कहाँ काम गर्छु भनेर होइन. सो दाइको चाहिँ सेकेन्ड यो म भिडियोको काटिदिन्छु थोरै. सो हामी चाहिँ जान्छौँ ल्याङ्ली सेन्टर. आज मेरो इन्टरभ्यू छ. इन्टरभ्यू त पहिल्यै भएर काम सुरु भइसक्यो तर पनि अब आज चाहिँ ट्रेनिङ चाहिँ गर्नु भनेर गर्नको लागि. त्यसको लागि म जाँदैछु ल्याङ्ली सेन्टर. ल्याङ्ली एकदमै ब्युटिफुल प्लेस हो त्यो चाहिँ होइन. तर हामीलाई चाहिँ एकदमै टाढा पर्छ, जान मिल्दैन, त्यहाँ कतै जाँदैनौँ र आज जाँदैछु. सो गाइज ल्याङ्लीको जर्नी कस्तो रहनेछ भिडियोको अन्तिमसम्म मेरो साथ दिनु होला भन्दै बिदा माग्न चाहन्छु त भन्दैन, भिडियोमा रहिरहन्छु. ल गाइज यदि तपाईँहरूलाई आफ्नो गर्लफ्रेन्डलाई फुल किनिदिन्छ भने यहाँ किन्न सक्नुहुन्छ. फ्रेस फ्लावर्स फर अल अकेसन भनेको छ. राम्रो राम्रो के भन्छ त्यसलाई, बुकी भन्छ होइन, बुके बुक गरेर गर्लफ्रेन्डलाई मस्त होइन एक्सपिरियन्स के पार्ने भन्छ भने खुसी पार्नु होला. मेरो त छैन, त्यो थाहा पनि छैन. हे गाइज फाइनल्ली हामी चाहिँ ल्याङ्ली सेन्टर आइसक्यौँ होइन. अब चाहिँ हामी लाइक बसदेखि ओर्लेर फेरि उबर बुक गरेर जान पर्ने भयो किनकि यहाँदेखि हिँड्दै जान चाहिँ ट्याक्कै 20 मिनट टाढो रहेछ. अब हिँडेर जान पनि हुन्थ्यो तर हामीलाई टाइम पनि अभाव छ. त्यही भएर चाहिँ अब हामी उबर बुक गर्दैछौँ. हाम्रो उबर चाहिँ हामीलाई लिन आउँदैछ अनि त्यसपछि जाँदैछौँ होइन. यो आइसक्यो क्या यो क्या खै हेर्नु पऱ्यो यार उबरमा. आजको यो मौसमको बारेमा हाम्रो विकास दाइले म के क्वेसन सोध्दैछु दाइ, के भन्न चाहनुहुन्छ आज यो मौसम देखेर? मौसम त एकदम आज आकाश खुलेको छ. आकाश खुलेको होइन, निलो आकाशलाई चाहिँ हामी खुलेको आकाश भनिन्छ होइन. त्यसपछि गएर मजाले घाम लागेको छ. चट्ट समरको भाइब्स आइरहेछ. तपाईँले चाहिँ क्यानाडामा सधैँ समर भइरहेको छ भने चाहनुहुन्छ कि विन्टर पनि आओस् भने चाहनुहुन्छ? अनि यो त प्रकृतिको नियम हो. सधैँ चाहिँ समर मात्रै भएर पनि भएन. अलिकति यसो जिउलाई कहिले काहीँ चिसो पनि चाहिन्छ. त्यही भएर अब यहाँ क्यानाडामा अरू ठाउँमा भएको भए त समरै भइदिनुहोस् भन्थ्यो होइन. तर कृषिमा त त्यस्तो चाहिँ समर विन्टर उयो छ होइन. जस मलाई चाहिँ म पर्सनली चाहिँ भन्नुपर्दा मलाई यहाँको क्लाइमेट र पक्का लाग्छ. फाइनल्ली हाम्रो बस पनि आयो 501. अब हामी चाहिँ जान्छौँ ल्याङ्लीतिर. सो दिस आवर बस. ल दाइ ल्याएर ल्याङ गऱ्यो तिमीले यार. गाडी झारेर ल्याङ के थाहा त दाइ, मलाई पनि के थाहा त दाइ. खास हामी चाहिँ हामी चढ्न पर्ने बस चाहिँ 595 बस नम्बर थियो तर मिस्टेकली मैले 501मा लिएर आएर चाहिँ यहाँ दुःख पाइयो. केही छैन, हाम्रो उबर आउँदैछ अनि उबरमा सर जाँदैछ. 9 रुपियाँ खर्च भयो होइन. अब आज चाहिँ काम थिएन. टेस्लाबाट जाने गाडी टेस्ला कुन आउँछ खै थाहा छैन त. टेस्लाबाट जाने यही होला. यही हो अब हन्डाको गाडी आयो भने के भन्छ हन्डा त है. उबर चाहिँ सर यही नै हो हाम्रो चाहिँ लिन आएको गाडी. जाम ल. हामी चाहिँ चौतारीमा अब चाहिँ शीतल छाडी ल्याउँदैछौँ. यसलाई के भन्छ त यो रुखको छाया मुनि बसेर. यहाँ चाहिँ हाम्रो विकास दाइ, यता चाहिँ म छु होइन. हामी चाहिँ जोस रुखको यो चाहिँ कस्तो भन्दाखेरि हामी यो चौतारी मुनि बसेर त्यो पहिला त्यो बाघकोटी हुन्छ नि, बाघचाल खेल्थ्यौँ त्यो चाहिँ याद आएको छ. अनि आज फाइनल्ली मैले चाहिँ धेरै पछि मैले मामा घरको सपना पनि देखेको थिएँ. अनि मामाहरूसँग खेल्न गएको, पौडी खेल्न गएको, मामाहरूसँग बालातालमा नाचेको होइन, सँगै खाना खाएको, यस्ती सपनाहरूमा आएको थियो होइन. काश त्यो बालापन, काश त्यो उमेर, काश त्यो चाइल्डहुड फेरि फर्केर आउने भए म सायद मामा घरमा गएर रमाइलो गर्थ्यो होला त्यतिकै नै होइन. मामा घरको आमाले माथि हामी डाँडा त्यो ढुङ्गा थियो, ढुङ्गामा बस्थ्यौँ अनि तलदेखि खाना बनाउनुहुन्थ्यो. त्यसरी बोलाएको देखेको थिएँ होइन. जे पनि मामा घर प्यारो लाग्छ टाढा भए पनि होइन. सो अनि मामाहरू चाहिँ मलाई एकदमै धेरै, हाम्रो मामाहरू चाहिँ फेरि लास्टै एकदम इन्टरटेनिङ खालको पनि हुनुहुन्छ सबैजनाहरू. उहाँ सबै देखेको थिएँ. मिस यु अल. अब त्यो भ्लगदेखि नै अनि अब 1-2 वर्ष पछाडि फेरि रमाइलो गर्नु चाहिँ जाने हो मामा घर होइन.
सो आज चाहिँ भ्लगलाई इन्जोय गर्नु। हामी चाहिँ दाइ र म चाहिँ यहाँ बसिरहेको छौँ। अब दाइ चाहिँ यता पुरा आउने पारामा, म चाहिँ यता अब चौतारी जस्तै भइरहेको छ होइन माथि। सो अनि घाम पनि छ, बाहिर गर्मी छ, अनि सबै प्लास्टर भएको तातिरहेको छ मुनिदेखि। त्यो भएर अब 10 मिनट पछाडि हाम्रो मिटिङ सुरु हुन्छ। ओरिएन्टेसन जाम होइन, ओरिएन्टेसन दिउँ अनि त्यसपछि घर जाने हो। आज जाउँ सरलाई समेर फेरि, अनि अब त्यही त्यस्तै काम छ होइन।